आज चाहिँ हामीले चाहिँ नि नयाँ अचार बनाउन ट्राई गरेँ। यसमा चाहिँ नि सुरुमा हामीले तेल अनि तेललाई थोरै तातो दिएपछि चाहिँ नि हामीले चाहिँ नि लसुन र चाहिँ नि यो खुर्सानी चाहिँ नि फ्राई गरेँ थोरै। अनि त्यसपछि टमाटर पनि चाहिँ नि काटेर लेखा चाहिँ राखेँ। अनि थोरै टमाटर चाँडो गलोस् भनेर नुन हालेँ अनि चाहिँ त्यसलाई चाहिँ पाक्को दिएँ है। यो पाकिसकुन्छ एकछिनमा चाहिँ। त्यो पाकिसकेपछि चाहिँ त्यसलाई चाहिँ नि हामीले चाहिँ नि अब सिलौटो नआइभयो। सिलौटो नहुनाले लेखा चाहिँ नि हामीले मिक्सरमा हालेँ। त्यो मिक्सरमा चाहिँ नि अब एकछिन चाहिँ मिक्सर गरौँ यसलाई चाहिँ। यो मिक्सर गरिसकेपछि चाहिँ नि अनि चाहिँ नि एकछिनमै चाहिँ नि अचार रेडी हुन्छ। अचार ल्याएर राम्रो गरिदिए लेखा चाहिँ थोरै हामीले टिमुरले त्यसैमा हालेँ। त्यो टिमुर हालिसकेपछि चाहिँ अगाडि चाहिँ बदाम चाहिँ जो भुटिएको थियो त्यो बदामलाई हामीले मिक्स गरेँ। अब चाहिँ नि हामी चाहिँ चुक नहुनाले लेखा चाहिँ नि हामीले चाहिँ नि यो कागतीको चाहिँ रस चाहिँ नि जो युज गरेको लेखा चाहिँ नि हामीले चाहिँ मिठो खालको चाहिँ अचार रेडी बनायौँ।